मैले कसैको को भलो चिताएको छैन आमा, सबैको भलो नै चिताउँछु। तर पनि परिवारले मलाई एक्लो बनाइरहेको छ। त्यही सहारा खोज्ने क्रममा मैले यसरी पिउन थालेको आमा। मेरो प्रगति चाहिँ पूर्ण रूपमा मेरी आमाले हेर्न पाउनु भएन। चाहिँ जुन बेला म अलिकति एउटा स्थानमा पुग्न सफल हुँदै जाने क्रममा चाहिँ मैले आमा गुमाउनु पर्यो। मैले गाडी लिँदाखेरि मेरी आमालाई सँगै राखेर हिँडाउने चाहिँ गुमाउने ठुलो रहर थियो मेरो। त्यो रहर मैले पुरा गर्न सकिनँ। त्यति सोची श्रीमतीलाई किन हेपेको, मलाई मन परेन, यो मान्छे मन परेन, यो मान्छेले हटाइदिए हुन्छ अथवा के गर्दा यस्तो टाइपको पनि आएको थियो त्यहाँ होइन। सारा त पेटमा हुँदादेखि नै अब हामी त भुन्टीको सुट गरिरहेको हो नि त, ऊ त रियल पेटमै थियो नि त होइन। एल्नाजी एकदम किनभने मनमा पाप छैन उहाँको, भडङ बोलिदिनुहुन्छ कि उहाँ फेरि हो जस्तै बोलिदिनुहुन्छ। कलाकारहरूलाई त कस्तो मस्ती छ है, कस्तो मोज छ है, पुरै तरुणी केटीसँग नाच्न पाउँछ, बोक्न पाउँछ, घुमाउनु पाउँछ भन्ने खालको कुरा। आज हामीसँग निकै लोकप्रिय कलाकार हुनुहुन्छ, हामीले धेरै सिरियलमा देखिरहेका छौँ, निकै व्यस्त कलाकार हुनुहुन्छ। अब हामी सम्भवतः उहाँलाई ठुलो पर्दामा फिल्ममा पनि देख्दैछौँ भन्ने खालको चर्चा पनि सुनिरहेका थियौँ। विनोद सर, यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। हजुर नमस्कार सम्पूर्ण मिडियालाई। मेरा 2-4 शब्द राख्ने मौका दिनुभएको छ तपाईँहरूले, त्यसको लागि धेरै धन्यवाद। जस्तो विनोद सर, हामीले सुरुवाती चरणमा यहाँलाई विनोद श्रेष्ठ भनेर चिन्छौँ, अहिले पनि त्यो नामले त चिन्नुहुन्छ। अझ बढी चिन्ने भनेको भुन्टीको भूपेन्द्र भनेर धेरैले चिन्नुहुन्छ होइन, रिलको नामले धेरै चिनिन थाल्नु भएको छ। साँच्चै यो भुन्टीको भूपेन्द्र बनिसकेपछि अझै यहाँको चर्चा बढी हुन थाल्यो है, कसरी लिनुहुन्छ यो कुरालाई? यो एउटा चाहिँ मेरो लाइफमा अचम्मको कुरा छ यो, किनभनेदेखि मेरो आफ्नो व्यक्तिगत नामले प्राय धेरै कम मान्छेले मलाई चिन्नुहुन्छ। मेरो नाम विनोद श्रेष्ठ भनेर मलाई धेरै कम मान्छे चिन्छ। अब अहिले बिस्तारै चिन्नु थाल्नु भएको छ मेरो नामले चाहिँ। नभएदेखि मैले चित्रण गरेको चरित्रको नामबाट चाहिँ बढी मात्रा मलाई चिन्नुहुन्छ। यो कुरा चाहिँ मेरो जिन्दगीमा 60 सालदेखि लागु भएर आएको कुरो हो। 60 सालमा मैले थोरै भए पुइसरी भन्ने सिरियल गर्दाखेरि पनि त्यहाँ मैले गिरिश भन्ने नामको चरित्र चित्रण गरेको थिएँ। त्यति बेलामा पनि सबैले मलाई गिरिश भनेर चिन्नुहुन्थ्यो कि, मलाई मेरो नामले चिन्नुहुन्न थियो। अब अहिले पछिल्लो समयमा आउँदाखेरि पनि अब यो भुन्टी सिरियल अलि धेरै चर्चामा रहेको र धेरै दर्शकहरूले हेरिदिनु हुने कारणले गर्दाखेरि चाहिँ यो चरित्र जुन भूपेन्द्रको चरित्र छ, त्यो चरित्र चाहिँ अलिकति चर्चामा आएको जस्तो लाग्छ मलाई। र अहिले पनि त्यही त मेरो नामभन्दा पनि बढी मात्रामा भूपेन्द्रको नामले बढी चिनिन्छु म। र खुसी पनि लाग्छ आफूले गरेको चरित्रको नामबाट आफू चिनिनु भनेको त्यो स्वत मलाई नै चिनिनु हो नि त होइन। र मैले गरेको चरित्रमा चाहिँ मैले न्याय दिएको कारणले गर्दा पनि त त्यो चरित्रले चाहिँ मलाई चिन्नु भएको हो जस्तो मलाई लाग्छ। खुसी लाग्छ जे होस्, आफूले गरेको चरित्र दर्शकहरूको मन मस्तिष्कमा बस्नु सफल हुनु, मैले गरेको काम दर्शकहरूलाई मन पर्नु र त्यो चरित्रको नामबाट आफू चिनिनु भनेको ठुलै उपलब्धि हो। अब धेरैले त अब दर्शकहरूले त रिलको जोडी चाहिँ साँच्चीकै रियल नै हो, अथवा भुन्टी र भूपेन्द्र साँच्चीकै श्रीमान श्रीमती नै हुनुहुन्छ भनेरै भन्नुहुन्छ होला बाटोमा यताउता पनि है। त्यो त भन्नुहुन्छ, किनभने धेरै घटनाहरू घटेको छ। म पछिल्लो समय साइनो भन्ने सिरियलको सुटिङको क्रममा के भन्छ सोलुखुम्बु पुग्दाखेरि पनि त्यहाँ सोलुखुम्बुमा त्यहाँका आमा, अब भनौँ न बच्चा बालबच्चा सबैजनाले चाहिँ भुन्टीलाई ल्याउनु भएन भन्नुभयो क्या। अनि कस्तो हुन्छ भुन्टी भनेर सोध्ने होइन। त्यहाँदेखि तपाईँको श्रीमती त कति राम्री, कस्तो सोझी श्रीमती पाउनु भएछ भन्ने मलाई होइन त्यसरी चाहिँ भन्नुहुन्थ्यो होइन। अनि मैले त्यहाँ प्रस्ट्याएँ जे होस् यो होइन आमा यस्तो हो, अब हामी त कलाकार भएको हिसाबले अब चरित्र चित्रण मात्रै गर्ने हो, खेल्ने मात्रै हो हामी, तर भुन्टी रियल मेरो श्रीमती होइन, आशा हो उहाँको नाम चाहिँ, उहाँ मेरो बहिनी हो भनेर भन्थेँ। अनि ए हो र, हामी त तपाईँकै श्रीमती भन्ठानेको भने मैले त तपाईँले भुन्टीलाई पनि ल्याउनु भएको छ भने हामी त हेर्न आएको भन्नुहुन्थ्यो। जस्तो कहिले सर यो रिलको जोडी साँच्चीकै रियलमै भइदिएको भए भनेको कहिले कल्पनामा अब दिमाग हो होइन, धेरै कुरा सोचिन्छ, यहाँको दिमागले चाहिँ त्यो सोच्न भ्यायो कि भ्याएन?
त्यस्तो सोचै आउँदैन सर, किनभनेदेखि हामी अब कलाकार भएको हिसाबले धेरै मान्छेसँग, धेरै कलाकार आफ्नो अब महिला पात्रसँग काम गरिरहेको हुन्छु होइन। त्यसले गर्दाखेरि त्यस्तो खालको सोच नै आउँदैन। मान्छेहरू भन्छन्, कतिपय व्यक्तिहरूले भन्नुहुन्छ कलाकारहरूलाई त कस्तो मस्ती छ है, कस्तो मोज छ है, पुरै तरुणी केटीसँग नाच्न पाउँछ, बोक्न पाउँछ, घुमाउनु पाउँछ भन्ने खालको कुरा। अनि मैले चाहिँ उहाँ त्यो भन्ने व्यक्तिहरू चाहिँ प्रत्यक्ष मैले भेटेर उहाँलाई भन्छु कि एकचोटि क्यामेरा अगाडि आएर उभिनुहोस् न तपाईँहरू अनि थाहा पाउनुहुन्छ बोक्न पाउँदाखेरि कस्तो हुन्छ, घुमाउँदाखेरि कस्तो हुन्छ। त्यतिखेर तपाईँलाई थाहा हुन्छ कति गाह्रो हुन्छ काम गर्न भन्ने कुरो, त्यतिखेर महसुस गर्नुहुन्छ भन्छु। त्यो फिलै हुँदैन, त्यो फिलै आउँदैन। जस्तै अब जब, किनभने त्यो चिज सोच्ने भनेको म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु। जस्तै त्यो चिज, जस्तै मैले मसँग चाहिँ अभिनय गर्ने लेडिज आर्टिस्टलाई चाहिँ यदि यो मान्छे मेरै रियल श्रीमती भइदिए हुन्थ्यो भनेर सोच्ने भनेको विनोद श्रेष्ठले होइन। तर त्यो जब हामी अभिनय गर्न थाल्छौँ भने त विनोद श्रेष्ठ नै हराइसकेको हुन्छ कि। जस्तै भुन्टीमा जान्छु भने जब उहाँसँग मैले एक्टिङ गर्न थाल्छु भने म विनोद श्रेष्ठ होइन भन्ने सोच्छु, म भूपेन्द्र हुँ। नाम मात्र होइन, मन हराइसकेको हुन्छ त्यो, किनभने म भूपेन्द्र हुँ भन्छु। त्यो भूपेन्द्रको त रियल श्रीमती छँदैछ त होइन। अनि त्यो अर्को पार्टबाट नेगेटिभ सोच्नु पर्ने आवश्यकै छैन। किन त्यसरी नेगेटिभ सोच्दै जाने भनेदेखि त यत्रो सेयरहरू गरिरहेको छु, योभन्दा अगाडि यत्रो हामी झुडे खेलेको थिएँ होइन। अब मलाई अहिले रिस्काउनु पनि हुन्छ कतिजनाले, विनोद भाइको त कतिवटा श्रीमती भन्नुहुन्छ होइन। अनि अब म्युजिक भिडियोमा त्यत्रोजनासँग होइन अब काम गरेको, अब ती सबैहरू त्यो नेगेटिभ सोच आउँदैन। जस्तो हाम्रो केही समय अगाडि भुन्टी बिरामी हुनुभयो, फेसबुकमा फोटो एआईको माध्यमबाट विभिन्न बनाइयो। अहिले धेरै झुक्काउने प्रविधि बढ्यो एआईले गर्दा, मान्छेले फोटो श्रद्धाञ्जली समेत दिन भ्याए। यो कुरा यहाँले पनि पक्कै देख्नुभयो होला। त्यो बेला पनि यहाँलाई मेसेजहरू धेरै आएको थियो होला, उहाँको स्वास्थ्य अवस्थालाई लिएर सोधपुछ धेरै भएको थियो होला। के थियो त्यो अवस्थामा? त्यसरी एउटा जिउँदो मान्छेको पनि होइन, मान्छेले श्रद्धाञ्जलीका तस्बिरहरू राख्न भ्याए, कसरी लिनुभएको थियो त्यो बेला? यस्तो भयो, मलाई त्यसरी कल चाहिँ कसैले पनि गर्नु भएन। तर त्यो यी कुराहरू चाहिँ मैले पनि थाहा पाएँ। अनि र मैले चाहिँ अब यो कुरामा किन विश्वास गरिनँ, त्यो गर्नु चाहिँ एकदमै गलत काम हो त्यो। किनभनेदेखि अरूको व्यक्तिगत जीवनलाई त्यसरी चाहिँ असर पार्नु भनेको त्यो मूर्खता अप्नाउनु जस्तो भन्छु म त्यो व्यक्तिहरू, त्यो गर्ने व्यक्तिहरूलाई चाहिँ। मलाई चाहिँ फेरि अर्को कुरा म केमा कन्भिन्ट थिएँ भनेदेखि आशा नानीको जे चिजको अपरेसन गर्दै हुनुहुन्थ्यो उहाँले, उहाँ बिरामी जुन बिरामी उहाँ हुनुहुन्थ्यो, जुन रोग थियो उहाँलाई, जे चिजको अपरेसन गर्नुभएको थियो त्यो मलाई थाहा थियो। त्यसले त्यो चिजले चाहिँ त्यस्तो खालको अनिष्ट घटना घट्छ भन्ने चाहिँ मलाई लागेको थियो। त्यो म आतिदा पनि आतिनँ। तर त्यो जसले चाहिँ त्यो श्रद्धाञ्जली यस्ता कुराहरू चाहिँ पोस्ट गर्यो त्यो एकदमै गलत हो। विनोद सरले पहिले पनि भन्नुभएको थियो एउटा कुरा, हुन त त्यो रिलको जोडी हो, तर कहिलेकाहीँ चाहिँ अब दर्शकहरूको लागि त त्यो कथा भनेको यथार्थ हो नि त। हामीले हेरिरहँदा त हामी भावनामा डुब्छौँ, कथामै डुब्छौँ। किन भुन्टीलाई दुःख दिएको होइन, किन यो खालको व्यवहार गरेको भनेर अलिक गाली पनि हजुरलाई आयो भन्ने सुन्नमा थियो हो? हजुर, गाली त अब कमेन्टमा त कुरै नगरौँ होइन। कमेन्टमा त म त्यति साह्रो कमेन्ट हेर्न चाहिँ हेर्दिनँ। तर पनि अरूहरूले भनिसकेपछि तपाईँले त कति गाली खाइरहनु भएको छ भुन्टीमा भन्नुभएपछि मैले अलिअलि कमेन्ट हेर्ने गरेको थिएँ। गाली चाहिँ खाएको चाहिँ थिएँ, तर गाली खाँदा पनि त्यस्तो विधि तुच्छ गाली चाहिँ कसैले गरिदिनु भएन मलाई। मलाई कतिसम्म भन्नु भने त्यति सोची श्रीमतीलाई किन हेपेको, मलाई मन परेन, यो मान्छे मन परेन, यो मान्छेले हटाइदिए हुन्छ अथवा के गर्दा यस्तो टाइपको पनि आएको थियो त्यहाँ होइन। अनि म चाहिँ हाँसेरै बसिरहेँ, किनभने त्यो अब दर्शकहरूले आफ्नो भ्यूबाट भन्ने कुरो त ठिकै पनि हो नि। किनभने उहाँहरू डुबेर हेरिरहनु भएको हुन्छ नि त, सिरियल डुबेर हेर्नुहुन्छ। त्यो कथामा डुब्दाखेरि त्यो खालको बनाउनु त्यो स्वाभाविक पनि हो। र त्यो आएन भने फेरि हामीले गरेको अभिनयले सार्थकता पनि त पाउँदैन नि होइन। अब
नकारात्मक कुराहरू प्रस्ट्याउनु पर्दाखेरि नकारात्मक ढङ्गबाट प्रस्तुत हुनै पर्यो, सकारात्मक कुरा त्यसरी प्रस्ट्याउनु पर्यो। अब अहिले त्यो गाली त खाएको हुँ, तर कतिपय त अझ झन् अब अरू सिरियलमा म गाउँ पुग्दाखेरि त त्यहाँका अरूले त भन्ने आँट नगर्ने, तर आमाहरू हुन्छ नि, बुढाबुढी आमाहरूले चाहिँ भन्ने आँट हुन्छ, यो बाबु त साह्रै खत्तम रहेछ त्यति सोझी श्रीमतीलाई कस्तो दुःख दिएको भनेर चाहिँ प्रत्यक्ष पनि त्यस्तो मैले गाली खाएको छु। जस्तो विनोद सरसँग अझै एउटा रमाइलो अनुभव भुन्टी सिरियलमा काम गर्दा मैले पनि याद गरिरहेको के छ भने भुन्टीको छोरी हुनुहुन्छ, एउटा गर्भ अवस्थामै रहेदेखि जन्मेदेखि एउटा काखमा होइन एउटा रिलको रूपमा पनि यहाँ एउटा बाबा भनेर होइन त्यसरी छोरी भनेर उहाँले हुर्काउनु भयो, कथामा डुब्नु भयो, अहिले छोरी ठुली पनि हुनुभयो। कस्तो लाग्छ त्यो दिन सम्झिँदा, आज त्यो फेरि छोरीलाई हेर्दा? रमाइलो लाग्छ। एउटा कुरो चाहिँ अचम्म चाहिँ कहाँ के लाग्छ भने मैले यो कुरो पहिला पनि एक दुईपटक भनेको छु, किनभनेदेखि ती नानी त अब सहारा त पेटमा हुँदादेखि नै अब हामी त भुन्टीको सुट गरिरहेको हौँ नि, तर ऊ त रियल पेटमै थियो नि त होइन। त्यो टाइममा हामीले अभिनय गर्ने क्रममा जस्तै अब एउटा सिचुएसन थियो क्या त्यतिखेर चाहिँ अब भूपेन्द्र चाहिँ सहर जाने, भुन्टीलाई चाहिँ अब दुईचोकी चाहिँ गाउँमा छोड्ने, अनि त्यतिखेर उसको पेटमा गएर चाहिँ बस्ने, ल अब बच्चालाई चाहिँ त्यो पेटमा बोल्नुपर्ने थियो नि त। त्यो बोल्ने क्रममा उसले के भन्छ, आशा नानीले पनि भन्थ्यो कि त्यो खुट्टा चलाएर थियो अरे क्या, भित्र पेट चलाएको थियो अरे भनेपछि। अनि त्यो कुरा अहिले आएर मलाई के फिल हुन्छ भनेदेखि त्यो सानोमा पनि के अब जन्मिसके पश्चात पनि मेरो आवाज उसले सुन्थ्यो नि, म त्यहाँ पुग्थेँ सुटिङमा अब स्पटमा पुगिसकेपछि, अनि बोल्ने गर्दा मेरो आवाज सुन्छ नि, अनि हेर्ने के कहाँ मलाई। अनि त्यो एउटा कस्तो भने यो भावनात्मक त्यो जोडिन्छ जस्तो फिल भयो क्या मलाई, किनभने त्यो पेटमा हुँदा त्यसरी मैले बोलेको थिएँ, मेरो आवाज त्यो जुन गुन्जेमान भयो होला, अनि अहिले पनि ऊ बाहिर जन्मिसकेपछि मेरो आवाज चाहिँ उसलाई कहाँ सुनेको महसुस हुन्छ होला कि, त्यही भएर ऊ चल्छ जस्तो, त्यही कारणले चलेको जस्तो लाग्छ मलाई। तर अहिले त डराउँछिन् मसँग एकदम। डराउने फेरि ऊ डराउने किन भनेदेखि अब आमा बुवाले त धेरै माया गर्नुहुन्छ सबैजना त्यहाँ होइन, अनि मलाई अङ्कल भन्छन् कि भन्न चाहिँ, अनि भूपेन्द्र अङ्कल भनेपछि उसको साथ त गइहाल्छ। अनि अब अहिले त उहाँ आशा नानीलाई सागर सरलाई यति सजिलो भएको छ कि होइन, केही खानेकुरा खाएन भने भूपेन्द्र अङ्कल आउनुहुन्छ है भनेपछि खाइदिइहाल्ने अरे के। संसारमा चाहिँ हामीलाई चाहिँ पुलिस आयो भने चाहिँ राति सुत्दाखेरि चकचक गरेर होइन अहिले भूपेन्द्र अङ्कललाई बोलाइन्छु सुतिहाल्ने अरे के। गजब एउटा चाहिँ सताएको बेलामा चाहिँ हजुरको नामले चाहिँ बुलाउने बाटो बन्यो। अनि जस्तो विनोद सर हुन त यहाँले अघि पनि भन्नुभयो के अरे हामीले धेरै सिरियलमा काम गर्दा धेरै म्युजिक भिडियोमा काम गर्दा विभिन्न व्यक्तिहरूसँग नाम जोडिन्छन्, जोडिए अहिले पनि मान्छेले जोडेर नै भन्नुहुन्छ कहिले कसो। अनि व्यापक रूपमा एउटा त भुन्टी र भूपेन्द्र नै हो भने अर्को चाहिँ एलिना रायमाझीसँगको पनि रिलको जोडीलाई एकदमै रुचाइयो। यो खास के हो वास्तविकता, रिलमा यति धेरै रुचाउनुको कारण तपाईँ दुईजनालाई के छ, केही कुरा छ? त्यस्तो त केही छैन, हामी कर्म गर्छौँ कलाकारिता क्षेत्रसँग सम्बन्धित रहेर, त्यस्तो केही छैन। एलिनाजी पनि मेरो एकदम बेस्ट फ्रेन्ड हो, साथी हुनुहुन्छ उहाँ। अब यतापट्टिको भुन्टीको सन्दर्भमा अब आशा नानी त मैले अब बहिनी मानेको व्यक्ति हो, मेरो बहिनी हुनु नि। अब अहिले पछिल्लो चरणमा चाहिँ एउटा मैले युट्युबमा हेरेको पनि थिएँ, विनोद श्रेष्ठ कि रियल श्रीमती के भन्ने कुरामा त्यो हाम्रो अस्मिताजीको फोटो राख्नु मिलियन्स भ्युज गएको रहेछ त्यो। अस्मिता डल्लाको होइन अस्मिता बस्नेत हुनुहुन्छ, एकजना कलाकार हुनुहुन्छ, राम्रो अभिनय गर्नुहुन्छ उहाँले पनि। अनि उहाँसँगको मेरो राखिदिनु भएको रहेछ त्यो थम्बनेलमा, त्यो मिलियन्स भ्युज गएको रहेछ। अनि सबैजनाले चाहिँ उहाँ चाहिँ श्रीमती भन्ने कुराहरू पनि उठेछ त्यो टाइपको। अनि फेरि यता एलनाजीसँग पनि कहिलेकाहीँ जोडिन्छ त्यस्ता कुराहरू। एलनाजी एकदम किनभने मनमा पाप छैन उहाँको, भडङ बोलिदिनुहुन्छ कि उहाँ फेरि हो जस्तै बोलिदिनुहुन्छ। अनि त्यसपछि दर्शकहरूले त्यो हिसाबले अनुमान लाउनु भएको जस्तो लाग्छ। तर त्यस्तो के पनि त्यो यहाँको एउटा दोहोरी आयो होइन, दोहोरीमा त्यस्तै प्रसङ्ग भएर पनि मान्छेलाई अब हो रहेछ साँच्चै रहेछ भन्ने नै भयो क्या, त्यस्तो भएको। तर त्यस्तो केही पनि होइन, हामी जस्ट गुड फ्रेन्ड। तर त्यो रिलको जोडीलाई काम चाहिँ धेरै गरेका छौँ हामीले, किनभने काम अब किन म्युजिक भिडियो पनि गरेका छौँ, सिरियल पनि गरेका छौँ। त्यो त्यस कारणले पनि अब सिरियलमा पनि हामीले 2-3वटा सिरियल सँगसँगै काम गरेका छौँ। अनि अब बढी मात्रामा उहाँको टिकटकमा फेरि हाम्रो सिरियलको त्यो सुट गर्दाखेरिको कुराहरू उहाँले फोकस गर्न चाहिँ राख्नुहुन्छ होइन।
अनि त्यो कारणले गर्दा अब धेरै मिडियामा हामी सँगसँगै देखियौँ नि त हरेक कुरा टिकटक प्लेटफर्ममा पनि देखियो युट्युब प्लेटफर्ममा पनि देखियो यतापट्टि उहाँको फेसबुकमा पनि देखेँ रिल्समा पनि त्यही देखिँदा त अनि साँच्चै नै यिनीहरू हुन् कि क्या हो भएको मात्रै हो त्यही त अब त्यतातिर चाहिँ बिहे नभएको अब हुन त यता त हजुरको साथी हुनुहुन्छ जीवन साथी तर पनि दुइटा उता पनि बिहे नभइदिएको भए त सायद बिहे हुन्थ्यो होला हुनुपर्छ भगवान्ले जोडी बनाइदिए नि हुन्थ्यो फेरि हाम्रो दर्शकहरूले कमेन्ट लेख्नु भ्याइहाल्नुहुन्छ नि त दर्शकहरू त हामीभन्दा धेरै स्टेप अगाडि हुनुहुन्छ लेखिहाल्नुहुन्छ उहाँहरू जस त्यसरी आएको कुराहरूलाई चाहिँ यहाँले एकदम नजिकको साथी चाहिँ हो हजुरको नजिक साथी हुनुहुन्छ उहाँ जस गुड फ्रेन्ड हुनुहुन्छ जस हामी काम गर्दाखेरि कुनै पनि काम हामी गर्ने क्रममा चाहिँ एकअर्कामा सरसल्लाह गरेर अगाडि बढ्ने हुन्छ उहाँले पनि एउटा प्रोजेक्ट गर्नुभएको थियो सती सावित्री भन्ने त्यो प्रोजेक्टमा पनि हामी सहकार्य गरेका थियौँ अब म्युजिक भिडियोहरू उहाँले अब गीतहरू निर्माण गर्नुहुन्छ त्यसमा हामी म्युजिक भिडियो खेल्यो अब 25 चरणमा फेरि एउटा काम गर्दैछौँ हामी कुरा भइरहेको छ फेरि जस एकले अर्काको भलो चिताउने साथी हो जस कामको सहकार्यको हिसाबमा सल्लाह सुझाव लिने काम भइरहन्छ तर अनेकथा त्यो जसरी आएको छ अब यसो युट्युबमा एलिना र हजुरको नाम राख्यो भने सर्च गऱ्यो भने अब रियल जोडी रिल जोडी के मैले अघि भने नि त अब किनभने एलिनाजी मनको सफा हुनुहुन्छ अलि फ्र्याङ्क प्रकारले बोलिदिनुहुन्छ अनि त्यो बोल्ने क्रममा चाहिँ दर्शक मानवहरूले त्यसरी अनुमान लाउनु भयो जस्तो लाग्छ मलाई तर दर्शक अनुमान चाहिँ त्यो फेल खाना चाहिँ हामी भन्छौँ अझ जस्तो विनोद सरको एउटा मलाई अस्ति नै पनि मैले 1 वर्ष अगाडि सोध्दै गर्दा एकदम मन छोएको कुरा हिजोका दिनमा सङ्घर्ष गर्दा दुःख थियो त्यति बेला आमा हुनुहुन्थ्यो अब अहिले सफलता छ खुसी छ सबै कुरा पुगेको छ तर जन्म दिने आमा चाहिँ साथमा हुनुहुन्न मेरा हरेक सफलता चाहिँ उहाँलाई सुनाउन पाएको छैन भनिरहनुहुन्छ अझ अरू इन्टरभ्यूमा पनि आमालाई सम्झेर धेरै यहाँ चाहिँ भक्कानिनुहुन्छ मलाई एउटा प्रसङ्ग चाहिँ अति नै मन छोएको थियो कि गाडी किन्ने बेलामा चाहिँ अथवा किनिहाल्यो भने साइडमा मेरी आमालाई राखेर घुमाउन मन छ भन्नुहुन्थ्यो होइन यो कुरा चाहिँ मैले अझै पनि सम्झिरहेको छु त्यो सपना पुरा भएन यहाँ त्यो एउटा मेरो जीवनमा असफल भएको चाहिँ म त्यो पार्टमा हो एकदमै मेरो प्रगति चाहिँ पूर्ण रूपमा मेरी आमाले हेर्न पाउनु भएन जुन बेलामा दुःख गरेको थिएँ आमाको साथ पाएँ र त्यस पश्चात चाहिँ जुन बेला म अलिकति एउटा स्थानमा पुग्न सफल हुँदै जाँदा क्रममा चाहिँ मैले आमा गुमाउनु पर्यो र त्यो पीडाले चाहिँ मलाई सधैँ खड्किरहन्छ मैले भनेको पनि थिएँ त्यसले गर्दाखेरि मैले गाडी लिँदाखेरि मेरी आमालाई सँगै राखेर हिँडाउने चाहिँ घुमाउने ठुलो रहर थियो मेरो त्यो रहर मैले पुरा गर्न सकिनँ त्यस कारणले पनि अहिले पनि मैले कोही अब बुढी आमाहरू बाटोमा लिफ्ट माग्नुहुन्छ भनेदेखि म उहाँहरूलाई मेरी आमा देख्छु कि उहाँहरूमा त्यस्तो खालको अवसर पाउँदाखेरि चाहिँ म एकदमै खुसी हुन्छु जस उहाँहरूलाई राखेर चाहिँ हिँडालिनुहुन्छ बाटोमा कोही हिँडिरहनु भएको मैले यो एकपटक बोलेको पनि छु एकपटक म टुहुरीको सुटिङमा गएको थिएँ टुहुरीको सुटिङमा जाने बेलामा अलि यो के भन्छ तपाईँको चिसापानी भन्ने ठाउँमा सुटिङ हुन्थ्यो अनि त्यो हामी तल मेन रोडबाट चाहिँ अलिक माथि जानु पर्थ्यो क्या त्यो अनि माथि जितपुर फेदी पनि भन्थ्यो माथिपट्टि जानु पर्थ्यो अनि एउटी आमा बिचारी लौरो टिकिट हिँडिरहनु भएको थियो अनि म पछाडिबाट म जाँदै थिएँ अनि उहाँ हिँडिरहनु भएको देखेर मलाई रोक्न मन लाग्यो गाडी रोकेँ आमा कहाँसम्म जानुहुन्छ भनेर भने अनि म माथिसम्म जाने हो भनेको कहाँ भनेको माथि स्कुल भन्नुभयो अनि हाम्रो चाहिँ फेरि मेरो चाहिँ फेरि हाम्रो सुटिङ चाहिँ स्कुलमा पुग्नु पर्दैन थियो कि अलिक तल बिचमा थियो अनि उहाँले त्यो भन्नुभएपछि मनले कस्तो फिल भयो भने ओहो सायद मेरी आमा चाहिँ को आत्मा चाहिँ उहाँमा जानुभयो कि आमा बस्नु आउनुभयो म पुर्याइन्छु भनेर उहाँलाई चाहिँ राखेर मेरो सुटिङ स्पटलाई पनि मैले पार गरेर माथि डाँडामा स्कुलमा उहाँलाई छोडिदिएर अनि म फर्केँ तर उहाँ छोड्ने बेला उहाँले यस्तो गरिदिनु भयो कि गाडी रोकेँ ओर्लिनु भयो अनि मैले गाडी स्टार्ट गरेँ अनि इसाराले यसो गर्नुभयो मलाई होइन अनि मैले पक भन्नुभयो अनि त्यो रोक्यो फेरि उताबाट मतिर आउनुभयो घुमेर अनि त्यसपछि मैले सिसा खोलेँ अनि मेरो टाउकोमा यस्तो हात राखिदिनु भयो अनि उहाँ जानुभयो हात यसो आशीर्वाद दिएर मलाई जानुभयो भनेपछि त्यो दिन म धेरै मिस गर्छु त्यो उहाँ आमालाई चढाएर र उहाँले मलाई जुन टाउकोमा राखिदिनु त्यसरी मैले लिफ्ट त अरू आमा जस्तै बाटोमा अरूलाई पनि मैले दिएको छु
तर उहाँले चाहिँ त्यो गर्नुभएको जुन क्रियाकलाप थियो त्यसले चाहिँ मलाई कता कता त्यो मेरी आमा नै हुनुहुन्थ्यो कि भन्ने फिल गराउनु भएको थियो। त्यही त अब हामी दर्शक बनेर हेर्दा अथवा यहाँका शुभचिन्तक आफन्त जति पनि हुनुहुन्छ सफलता धेरै देख्छौँ, खुसी धेरै देख्छौँ, तर ती सबै यहाँका व्यक्तिगत खुसीलाई सार्थकता दिने म साँच्चीकै सफल भएको छु भनेर सुनाउने जुन आमा उहाँ नहुँदा चाहिँ ती सफलताको अगाडि त आमा नभइसकेपछि केही लाग्दैन जस्तो लाग्छ। केही फितलो फिल हुन्छ किनभनेदेखि अहिले जति पनि म यो काम गरिरहेको छु म अब मान्छेको नजरमा त म एकदम सफल भइरहेको छु नि त होइन, तर म भित्रदेखि चाहिँ एकदमै त्यो एक प्रकारको सफलता हासिल गरेर जुन उन्माद प्रकट हुन्छ नि त्यो चिज चाहिँ ममा प्रकट छैन। म अहिले चाहिँ म के लिन्छु भनेदेखि कर्म हो मेरो, कर्म गरिरहेको छु, कर्म गर्नुपर्छ होइन। यो सास चलुन्जेल होइन पृथ्वीमा रहेर आफूभित्र सास चलुन्जेल मैले कर्म गर्नुपर्छ भन्ने चाहिँ लिन्छु। त्यसरी नै अगाडि बढिरहेको छु। तर त्यो एकदमै मैले काम अहिले यतिसम्म कि मैले काम गर्दाखेरि म सफल भएको कुरा कसैलाई गएर चाहिँ म खुसी साथ मैले आज यस्तो काम गरेँ नि, म यस्तो खालको एक्टिङ गरेँ नि, मैले यस्तो खालको क्यारेक्टर गरेँ नि भनेर त्यो गएर सुनाउने ठाउँ पनि अहिले मेरो छैन कि। म त्यो कसलाई कहाँ सुनाउँ जस्तो हुन्छ कि मलाई होइन, म आफूले गरेको कामको कुराहरू। अनि यो कुरामा अस्ति सकस सिरियलमा मैले एउटा त्यस्तै सिक्वेन्स थियो, आमा त्यहाँ आमासँग रुनुपर्ने सिक्वेन्स थियो। म एकदम भक्कानिएँ त्यहाँ, अभिनय गर्दा गर्दै भक्कानिएँ कि म त्यहाँ। के थियो त्यो डायलग? त्यो डायलग ठ्याक्कै मलाई अहिले ठ्याक्कै याद चाहिँ आएन। अहिले पछिल्लो पटकको यो दुईवटा एपिसोडको भन्दा अगाडिको के अरे सायद त्यो, अनि त्यो तारा दिदीसँग मैले त्यो गरेको थिएँ अभिनय। भयङ्कर त्यो त्यतिखेर म भक्कानिएको थिएँ। म भक्कानिएको देखेर राजु समेत पनि राजुको आँखाबाट नि रस आएको थियो त्यतिखेर। हजुर एकदम कथामा म डुबेँ क्या, त्यो एकदमै डुबेँ क्या त्यसपछि। किनभने त्यो खालको पन, त्यो खालको जुन डायलेक्टहरू थियो, त्यो संवादहरू थियो, त्यसले चाहिँ एकदम छोएको थियो मलाई। यस्तो विनोद सर, अब अन्तिममा छौँ हामी। एउटा प्रसङ्ग मैले गरेँ, यहाँले कलाकारितामा पाइला टेक्नु भएको 28-27 वर्षभन्दा बढी भइसक्यो अनि यहाँ एकदमै अहिले लोकप्रिय तर कसैले नदेखेको गायिका विष्णु माझीका गीतहरूमा पनि अभिनय गर्नुभयो होइन। उहाँलाई नजिकबाट कतिको चिन्न पाउनुभयो या देख्नुभयो, के छ उहाँसँगको थोरै एउटा अनुभव सुनौ न। छैन, मैले विष्णुजीसँग चाहिँ अब जी नै भन्नु पर्ला, किनभने अब उमेर पनि बसाइ बाङ्गो भएको छ कि ठिक छ फ्रेन्ड ठिक छ हल्का थोरै यो ठिक छ। यसलाई घुमाउन घुमाउनु त, यसलाई हो कि कसलाई घुमाउनु पऱ्यो? घुम्दैन त होइन त्यसो होइन, घुम्छ माथिबाट घुम्छ राम्रो लाग्छ एकदमै। उहाँको आवाज एकदमै मर्मस्पर्शी छ, मन छुन्छ एकदमै उहाँको आवाजमा। त्यो आवाजमा काम गर्ने मौका पाउँदाखेरि म आफूलाई पनि एकदम भाग्यमानी नै ठान्ने गरेको छु। र अहिले पछिल्लो चरणमा उहाँको गीतहरू त्यति आएको छ जस्तो मलाई लागिरहेको छैन, किनभनेदेखि मैले सुनेअनुसार बजारमा हल्ला भएर सुनेअनुसार, म त अब नजिक छुइनँ होइन, अनुसार उहाँ त्यति बाहिर निस्किनुहुन्न अरे, उहाँ रेकर्डिङमा जाँदा पनि एकदमै कस्तो रिजर्भली जानुहुन्छ अरे भन्ने कुराहरू सुन्छु। अनि उहाँको एउटा साङ्गीतिक क्षेत्रमा उहाँको आवाज लोप हुनु भनेको चाहिँ यो क्षेत्रको चाहिँ दुर्भाग्य जस्तो लाग्छ मलाई। एउटा डायलग त सुन्नै पर्छ क्या यहाँलाई। एकदमै मैले अघि त्यो ऱ्यापिडमै प्रश्न गर्नेवाला थिएँ, तब म भुलिदिइहालेछु। एउटा एकदमै मन परेको यहाँको त्यो आवाज त अब सबैले रुचाउनुहुन्छ। यहाँले कुनै सायरी अथवा कुनै शब्दहरू भन्दा पनि त्यो मिठास पनि छुट्टै छ। त्यही भएर एउटा मनमा लागेको कुनै भावनामा डुबेर हुन्छ कि अथवा आफूलाई मन परेको भुन्टीको कुनै एउटा कथा वा डुबेर हुन्छ, एउटा डायलग त सुन्नै पऱ्यो विनोद सर। अब यस्तो छ कि अब चरित्र चित्रण गर्ने क्रममा चाहिँ स्क्रिप्टिङ हुन्छ र त मलाई सहज हुन्छ होइन। अब यस्तो ऱ्यान्डमली यसरी गर्दाखेरि चाहिँ मलाई अलिक अप्ठ्यारो चाहिँ हुन्छ, तर पनि तपाईँको चाहनालाई म पूर्णता दिन्छु। कतिपय कुराहरू अब हामीले चरित्रभित्र रहेर काम गर्दाखेरिको जुन मिठासपन आउँछ त्यो यदि आउन सकेन भने चाहिँ क्षमा गरिदिनु होला। मैले अलिअलि मलाई याद आयो त्यो सकसकै कुरा मैले गरेँ, जुन कुरा म रोको थिएँ भन्ने कुरामा। त्यो सकसमा एउटा डायलेक्ट थियो कस्तो भनेदेखि,
जुन चरित्र मैले चित्रण गरेको छु त्यो चरित्र चित्रणमा त्यो चरित्रलाई चाहिँ घरबाट चाहिँ एकदमै तुच्छ व्यवहार गरिरहेको थियो सबैले, तर त्यही परिवारभित्रकै सदस्य हो, जेठो दाइ हो। अनि एक दिन उसले रक्सी खाएर आउने रहेछ त्यहाँ चरित्रले। त्यो रक्सी खाएर आइसकिसकेपछि अनि भोलिपल्ट आमाले चाहिँ किन रक्सी खाएर आएको तिमी, के छ तिम्रो मनमा भन्ने कुराहरू चाहिँ आमासँग संवादहरू थियो क्या त्यहाँ। तपाईँहरूले हेर्नुभयो भने तपाईँहरूलाई पनि मन छुन्छ। लगभग त्यो 13 मिनटको सिन छ। 13 मिनटको सिन हेर्दा बोरिङ छैन, राम्रो लाग्यो मलाई पनि। म आफूले कामहरू मैले भने नि म आफू रियलमा भक्कानिएको थिएँ, तर त्यो खालको भक्कनाइ पन चाहिँ यहाँ नआउन सक्छ। तर म सानो पिस चाहिँ तपाईँलाई सुनाउँछु। मेरो जीवनमा के भइरहेको छ मैले बुझ्नै सकिरहेको छु। न त राति राम्रोसँग निद्रा नै लाग्छ, न त राम्रोसँग सुत्नै सक्छु। त्यही सुत्न नसक्दाखेरि मिठो निन्द्रा आओस् भनेर अलिकति पिएर सुत्छु भन्छु, तर म आफूलाई सम्हाल्न सक्दिनँ। पिउँदै जाँदाखेरि अलि धेरै नै पिउँदो रहेछु, त्यसैले मलाई गाह्रो भएको। मैले कसैको भलो चिताएको छैन आमा, सबैको भलो नै चिताउँछु। तर पनि परिवारले मलाई एक्लो बनाइरहेको छ। तपाईँ र बुवा एकातिर, 2टा भाइ एकातिर, म एक्लो एकातिर। अनि म कसको सहारामा खुसी हौ, को छ भनेर खुसी हौ, तपाईँ आफै भन्नुहोस् त। त्यही सहारा खोज्ने क्रममा मैले यसरी पिउन थालेको आमा। मबाट गल्ती भयो, मलाई माफ गरिदिनुहोस्। ओके, माई गॉड, थ्याङ्क यू। के भनौँ अब, शब्दै छैन। यस्तो अहिले पनि साँच्चीकै डुब्नु भयो त यहाँ। त्यो फेरि तान्नुपर्छ। यही हो खास यथार्थ, वास्तविक कलाकारिता, एउटा कलाकारमा हुनुपर्ने वास्तविक गुण हामीले विनोद श्रेष्ठमा भेटाउँछौँ। यसै विनोद श्रेष्ठ बन्नु भएको होइन, यसै हप्तामै 12वटा सिरियल गर्नुभएको होइन, यसै फिल्ममा काम गर्नुभएको होइन। पुष्टि यहीँबाट हुन्छ। धेरै धेरै धन्यवाद। यहाँप्रति उच्च सम्मान। अझै फेरि जोडिएर हामी फेरि यहाँको भलाकुसारीसँगै जोडिन पाऊँ। धन्यवाद विनोद सर।